ब्याक टु ब्याक वेलकम छ माई युट्युब च्यानलमा। के गर्दै हुन्छ, कसो गर्दै हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु। अनि नेक्स्ट भिडियो लिएर आएको छु आज फेरि। अनि हामी चाहिँ आज बाहिर घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ भन्ने म भिडियोदेखि नै देखाउनेछु। हेर्नु होला अनि कस्तो लाग्छ त्यसकै प्रतिक्रिया दिनु होला, सपोर्ट गरिदिनु होला न्यू साथीहरूले। यहाँ फुलबारी भन्छ होइन, यहाँ फुलबारी यत्रो बेर बनाएको भिडियोमा अन नभयो पुरै रुख काट्ने छ अन्त यता त पुरै फाँडेछ है। बेलबस्तीतिर आउनु थाल्यो। अवस्था बहुत चाप छ यो गाडीमा। हामी नुवाकोटतिर गएर भ्यू देखाउँछौँ माथिको भ्यू। नुवाकोटतिर लाग्यो है। नुवाकोट जाने बाटो यही हो, बेलबस्ती चौकदेखि। कहाँसम्म गयो यो भ्यू टावरसम्म? यहाँ जानु पनि कहाँ लाग्यो? रोकाउनु है त्यहाँ। सेकुवा पोल्दैछ मामी हो, हुँदैछ। यहाँ बस्यो हामी सिधै माथि जाने हो, माथि जाने हो। अब यहाँबाट देखिन्न यता बस्यो। हाम्रो हुँदैछ ल ल झ्यापझुप छिटो गर्नु पर्यो। सेकुवा पोल्दैछौँ यहाँ। अब सेकुवा पोल्दै ट्र्याक्टर नुवाकोटतिर लागिन्छ हामी। लाग्यो त बिजी प्याक गर्ने टाइम भइसक्यो। के छ बुझ्चे सन्चै? के लिन आएको त? के लिन आऊ त? के भन्यो? फेन्टा पान्ना? के को पान्ना? ल जाऊ उता पान्ना ल्याऊ, पछाडि जाऊ। पान्ना दिने रे भाइला। के हो पान्ना भने? ए पान्डा। तिमीले पान्डा खाने हो? ल हाम्रो प्याक हुँदै, ल हाम्रो प्याक भइसक्यो टक्क। अब हिँड्ने हो यहाँबाट नुवाकोट। हाम्रो 5-0 दाइ 200 हो। पानी चाहिँ कति भयो? पानी चाहिँ 200 भनेपछि ल
लुङको पसलबाट नै अब लाग्यो सामान प्याक गरेर। ल दाइ ल लागौँ ल दाइ स्टार्ट गर्नु त। भिडियो पनि राम्रो गर्थ्यो लाग्थ्यो है। हामी देखिन्छ क्लियर देखिन्छ। जहाँ जाने हो जाने यहाँ हाम्रो स्टेसन यहाँ छ। यहाँबाट माथिबाट राम्रो देखिन्छ। आइयो भन्दा पनि गोलपार्कतिर अब छिन लाग्यो। पोल हामी बसेको यही हो नि दाइ यहाँ पोलतिर देखाइन्छ म 11 पढ्दाखेरि। त्यसपछि जानु उहाँ त होइन यहीँ बसेको हामी पनि। त्यसपछि सुमन उता गयो भने म उता गरेँ। यो चाहिँ पानी बुटोल है पानी बुटोल मन्दिर अनि यहाँको किनौ पुल कहाँ गएर खानु त यहीँ त यहाँ झम्दै म डुबेर मरेको यहाँ बुझ्या त यहाँ पौडी खेल्दा याद छ दिनुको लागि हो।